ल म गएँ घुम्न। यिनी हुन् गाउँको सोझो व्यक्ति। ठुलो कुरा गरेको के होइन, म तिमीसँग गरेको छु ठुलो कुरा। के गर्छौ तिमी भन त? यी दुईटा हुन् छिमेकी जुन सानो सानो कुरामा पनि लडेको लडै गर्छन्। तिम्रो छोराले मेरो छोरालाई के जिस्कायो? अनि तिम्रो छोरी चुवाक छ त जिस्काउन त अनि म पट्टो भइगएर नत्र मै जिस्काइदिन्थ्यो अनि। धेरै ठुलो कुरा नगर है फेरि। अनि म मान्छे ठुलो छु त ठुलो कुरा गर्नु परेन? ए अङ्कलहरू तपाईँहरू किन नरे यसरी बिहान बिहान? के भन्छ मोटे हात्ती? कसै भने तैँले हात्ती? काले गैडा? उसमाले बोल है, म तँलाई हात्ती मात्र भनेको थिएँ। म गैडा भने काले भन्ने? अनि के मोटी भनेर के त टाउकोले भने हो त? तैँले मेरो दिमाग खराब गरिस्, म तँलाई छोड्दिनँ अब। पहिला समात्न ठेरे। के रे? कसलाई पछि ठेरे? अहिले सिंहसँग लड्नुहोस्, तर अहिले राति। खुब बाटो रहेछ, रातिमा कालो ठेरे भयो फाइदा उठाउनु भने मलाई। ल लड्नु रहेछ। डराएको होइन त, जहिले हाम्रो रातिमा देखिनु मन त पर्यो नि। म तँलाई भेटाउनु मात्रै हाल्ने थिइनँ। यता किन बसेको अहिलेसम्म? अनि आफै अघि नै किन रोक भन्नु त नि? किन रोक्न पठाउनु भन्नु त मलाई? कस्तो गुवाचे रहेछ तिमीहरू है बसिरहेको छ। यिनी हुन् गाउँको सो अप गर्ने व्यक्ति र यिनी हुन् गाउँको जति गुण गरे पनि गुण नदेख्ने व्यक्ति। नमस्कार बाबु। नमस्कार नमस्कार। अनि बाजे मेरो चस्मा हेर्नु, चस्मा कतिको थाहा छ हजुरलाई? महँगै होला, राम्रै छ स्वाहा हल्का। त्यसो घडी पनि हेर्नु न त कति दामी छ हेर्नु त। धनी धनी मान्छे पर्नुभयो, अब हल्का राम्रै किन्नु भएको छ तपाईँले। यसो सोच्नु न, अब तपाईँले अब राम्रो किन्नु भएको छैन, अलि 4-5 हजारसम्म है बिहान बिहान पैसा माग्न आउँछस्? कस्तो मान्छे रहेछ, यत्रो महँगो महँगो सामान कपडा सपडा लाउँछ, मलाई 5,000 दिन भन्दा पनि लोभ मान्छे यार। त नभेटिस् मसँग कहिले अब। यिनी हुन् प्याच्च बोल्ने मान्छे। ओहो अङ्कल के छ? हजुरलाई एउटा कुरा थाहा, यो घडीको कतिको थाहा? आच्छा भन्नुपर्दा मलाई तेरो थुत्नु मन पर्दैन के? त गएर जा। यो देशका सबै नेताहरू चोर हुन्। यिनी हुन् यो गाउँको रक्सी खाएर बोल्ने मान्छे। कसले गर्दा बिग्रेको छ? मलाई तेरो चस्मा हेर्नु मन छैन कि भाइ, मलाई यो देश बनेको हेर्नु मन छ। देशका कुरा छोडे यो घडी कतिको थाहा छ तिमीलाई? कति महँगो छ? नेताले बेचेर खाएको महाकाली भन्दा पनि महँगो हो तेरो घडी। बुढा देशका कुरा छोडे यो मेरो मोबाइल हेर, मोबाइल यस्तो गरी देखाएको। यो मोबाइल होइन क्या, यो तिम्रो बिग्रेको भविष्य हो यो। बड्डा छोड यस्तो कुरा। ए त कुन पार्टीको भन्छ? नमस्कार हजुर। नमस्कार। मलाई 5,000 ठोन दिनु न हजुर। हेर नरिसाउनु, मेरो प्याच बोले माने छ, मलाई तिम्रो थुत्नै मन पर्दैन, त्यही भएर म त तिमीलाई पैसा दिन्न हजुर। किनकि तिमी हेर लग्या पैसा कहिले फिर्ता पनि दिन्नौ, तिमीले जति गुण गरे पनि गुण कहिले देख्दैनौ, त्यही भएर आई डोन्ट लाइक यु बेबी। अब 5,000 त मागेको थिएँ तपाईँले, यसरी मन चिरिक्क हुने प्याच नबोलिदिए पनि हुन्थ्यो त, त्यही भन्छु म। अब मैले भने तिमी फेरि माने नमाने चाटला। यिनी हुन् गाउँको एकदम कुरा काट्ने व्यक्ति। नमस्कार हजुर। नमस्कार। कतिजना लानुभयो हजुर? यसो मात्र जानु लाग्यो। तपाईँसँग एउटा काम थियो कि। हजुर कति राम्रो हो कि मान्छे? भन्दा हजुर कति राम्रो राम्रो, त्यसैले म हजुरले एउटा कुरा भनौँ कि तपाईँ जस्तो इमान्दार मान्छे पैसा नमाग्ने आजभोलि खोजेर कहाँ पाइन्छ? त्यसैले म खोजेर नभेटिने मान्छे म भन्न चाहन्न। 5,000 छ भने सापट्टि दिनु न। लौ छुट्टी दिए फेरि। ल हुन्छ, फेरि भेटौँला। साले माग्ने भनेर पैसा लगिहाल्यो। आफै गरेर हेर्नुहोस् त।
बाउसँग गएको थिएँ म। Run. ए मर्नेछको हात्ती बाबाको कुरा बिचमा ल्याइ। अनि तपाईहरु कति लड्नुहुन्छ के विषयमा लड्नु आयो भन्नु त? कुरा खोज्नु त अहिले अन्डाहरू चल्ला आको या डर राख यही। हत्तेरीका यार फेरि एउटा विषय लागेछ। यो कुरा चाहिँ घरमा थाहा दिनु न यार, लाज हुन्छ मेरो। ए उमेश तपाईँ एउटा विषयमा फेल भएछ जस्तो। तपाईँलाई कसरी थाहा हो? गुवाजे तपाईँको गुवाजे कामले गएको गुवाजे। उमेश त एउटा विषय ल्याएर छ नि। तिमीलाई के थाहा भएको छ क्या? सबलाई बिचरा के थाहा भयो क्या यार? मेरो घर बाबालाई थाहा छ नि यार, कसले हल्ला बिचरा आयो मेरो? कान्छी मलाई थाहा छ त्यो उमेश छ नि, उमेश त्यसलाई त एउटै विषय लागेको रहेछ नि। मैले गाउँपुरी हल्ला पितेको छु क्या, तैँले पनि मिलेर गाउँपुरी हल्ला पित्नुपर्छ है। के छ नि यहाँ त त्यो उमेश छ नि, उमेश त्यसको के त्यसलाई एउटा विषय लागेको रहेछ क्या। माथिले टोलतिर पनि गएर भन्दैछ है, गाउँपुरी हल्ला विषय दिनुपर्छ है। सबै कुराहरू मात्र दिदी भन्नुपर्छ है। अनि सुन न, अनि हाम्रो माथिले पाल्लापट्टिको दिदीबहिनी छन् नि, तिनीहरूलाई चाहिँ मैले एउटा खबर पठाइसकेको छु, बारी गाउँमा पनि हल्ला पिचिन्छ। तिम्रो काम छैन कि हाम्रो काइले बका हामीहरू सुन्ने कुरा काट्ने हिँड्नु त म। अहिले घरमा को हुनुहुन्छ? कोही अर्का घर आइकन हल्ला हुने खै मेरो त्यो 5000 लगेज फिर्ता गर्ने हो त? के तिम्रो पैसा खाएर म भाग्ने थियो र? जाबो 5000 त अर्का घर आइकन बिहान बिहान कराउने। अस्ति पैसा पनि तिमी हैन र? हो किन र? हुन त हो, अस्तिको बढी मिठासमा थियो, आज अलि झर्केर बोल्दैछौ। पैसा म अहिले 1-2 दिनमा दिन्छु त, अहिले जाऊ तिमी यहाँबाट। कस्तो फटा रहेछ मान्छे यार। होइन तिम्रो नेताले के गरेका छन्? ठुलो कुरा गर्ने तिमीहरूको राजाले के गरेका छन् र? होइन तपाईँहरू कति हुन्छ के लड्ने? तपाईँ थाहा हुन्न के विषयमा लड्नु भयो फेरि? राजाबाजी पर्सेस गर्न त तर